एक सानो गाउँमा एक गरिब परिवार बस्दथ्यो। उनीहरूसँग जीवन कठिन थियो, तर सधैँ एकअर्काको साथमा माया र भरोसा थियो। उनीहरूको घरमा एउटा मात्र कुखुरा थियो, जसले हरेक दिन 1-2वटा अण्डा दिन्थ्यो। एक दिन आकाशमा चिल उड्दै थियो। ती चिलले गाउँमा आफ्नो खाना खोज्दै गर्दा सानो कुखुरामा नजर पायो। चिल तल झरेर कुखुरा लिएर उड्न लाग्यो। दाजु, जसको एउटा मात्र कुखुरा थियो, ऊ पनि चिलको पछि कुद्न थाल्यो, तर कुखुरा चिलले लग्यो। अनि बहिनीले आफ्नो चतुराई देखाइन्। उनले कुखुराले दिएको 3-4 अण्डा सुरक्षित राखेकी थिइन् अनि पछि तातो परालमा राखिन्। केही दिनपछि ती अण्डाबाट ससाना चल्ला जन्मिए। ती चल्ला बिस्तारै ठुलो भए र हरेक दिन बढी अण्डा दिन थाले। अब दाजु बहिनीले ती अण्डा बेचेर धेरै धन कमाए। गाउँका मानिसहरू उनीहरूलाई हेरिरहँदा हैरान भए र सबैले उनीहरूको मेहनत र धैर्यको प्रशंसा गरे। अन्ततः 2 दाजु बहिनीको परिवार निर्धनताबाट उब्रियो र उनीहरूको जीवन खुसीले भरियो।